यहाँहरु सबैलाई नमो नमः। 2082 साल कार्तिक महिनाको मासिक राशिफल लिएर यहाँहरु समक्ष उपस्थित भएको छु। म तपाईहरुको आफ्नै ज्योतिष मित्र पूर्णचन्द्र रेग्मी। 2082 साल कार्तिक 1 गते सूर्यले राशि परिवर्तन गरेर तुला राशिमा प्रवेश गर्दै गर्दाखेरि तुला राशि सूर्यको नीच राशि हो। जुन राशिमा सूर्य कमजोर हुनेछ र ग्रहहरुका राजा सूर्यदेव कमजोर हुँदै गर्दाखेरि सम्पूर्ण राज्य पक्ष कमजोर हुनेछ, दण्डहीनता बढेर जानेछ, निर्णय गर्न सक्ने क्षमता अत्यन्तै कमजोर हुनेछ, आत्मबल धराशायी भएर जानेछ। यो सूर्यदेवको फल मैले यहाँहरु समक्ष राखे। र अन्य ग्रहको अवस्था तपाईको तुला राशिमा मंगल पनि रहेको हुँदाखेरि अलिकति आत्मबल र निर्णय गर्ने सक्ने क्षमतामा केही न केही मिसावट आउनेछ। बुध कार्तिक 4 गतेपछि वृश्चिक राशिमा प्रवेश गर्दै गर्दाखेरि गहिरो चिन्तन, गुप्त विचारहरुको चाहिँ समय आउनेछ। शुक्र कन्या राशिमा रहँदै गर्दाखेरि सम्बन्ध, प्रेममा व्यावहारिकता बढेर जानेछ। शनि वृष राशिमा हुँदै गर्दाखेरि स्थायित्व परीक्षा लिइरहेकाहरुका लागि अत्यन्तै शुभ हुनेछ। र गुरु मिथुन राशिमा रहेर ज्ञान, संवाद, यात्रामा नयाँ अवसरको संकेत दिनेछ। अब तपाईको राशि यो महिनामा कस्तो अवस्थामा रहनेछ भन्ने विषयको सठिक जानकारी लिएर आएको छु। सबैभन्दा पहिलो राशि रहेको छ मेष राशि। कार्तिकमा सूर्य र मंगल दुवै सप्तम भावमा रहँदै गर्दाखेरि दाम्पत्य जीवनको सहकार्यमा विशेष ख्याल गर्नु होला। आपसी संवाद गर्नु होला। कुरो बुझेर मात्र एकले अर्कालाई सहयोग, सद्भाव, दोस्रापन सम्पूर्ण कार्यहरू गर्दाखेरि राम्रोसँग कुरा बुझ्नु पर्नेछ। र कार्यक्षेत्रमा प्रतिस्पर्धात्मक भए तापनि आत्मविश्वासले गर्दाखेरि तपाईका सफलताका दिनहरू आउनेछन्। यो कार्तिक महिनामा मेष राशिको लागि साझेदारीका कार्यहरू अत्यन्तै शुभ हुनेछन्। पारिवारिक सम्बन्ध तपाईले अत्यन्तै बचाएर राख्नुपर्नेछ, अत्यन्तै ख्याल गर्नुपर्नेछ। भनेदेखि प्रेम जीवनहरू भने राम्रा शुभ नै हुनेछन्। यो महिनाभरि तपाईले भगवान सूर्यदेवको ओम सूर्यदेवाय नमः सूर्यदेवलाई सम्झिनु होला, सूर्यदेवको मन्त्र जाप गर्नु होला। त्यसैगरी अर्को राशि रहेको छ वृष राशि। शनि आफ्नै राशिमा हुँदाखेरि कामको जिम्मेवार बढेर जानेछ। स्वास्थ्यमा विशेष ध्यान दिनु पर्नेछ। विशेष गरेर कम्मर र घाँटी सम्बन्धी समस्या यो महिनामा तपाईलाई कहीं कतैबाट देखिन सक्छ। यो महिनामा अत्यन्तै ख्याल गर्नु होला। कार्तिकको सुरुवाती चरणमा खर्चहरू बढेर आम्दानीमा केही कमी भए पनि उत्तरार्धमा आय आम्दानी बढेर जानेछ। तपाई यो कार्तिकको उत्तरार्धमा सरकारी क्षेत्रमा जागिर खानेहरूका लागि पदोन्नतिको सम्भावना पनि बढेको छ र जिम्मेवारी पनि बढेर रहनेछ। यो महिनाभरि तपाईले शनिदेवको चाहिँ आरती मन्त्र जाप गर्नु होला। ओम शम शनिश्चराय नमः। यो महिनाभरि शनिको जाप गर्नु होला। त्यसैगरी अर्को राशि रहेको छ मिथुन राशि। गुरु तपाईको लग्नमा रहेको छ। यो समय तपाईको चमक र वृद्धि दुवै बढाउनेछ मिथुन राशिमा बृहस्पतिको प्रभावले। विद्यार्थीहरूलाई सञ्चार माध्यमसँग सम्बन्धित कार्यमा ठूलो सफलता मिल्नेछ। विद्यार्थीहरूको लागि र सञ्चार क्षेत्रमा काम गर्नेहरूका लागि पनि यो महिना अत्यन्तै ठूलो सफलता मिल्नेछ। प्रेम जीवन सम्बन्धमा नयाँ सुरुवात हुनेछ। बिग्रेका सम्बन्धहरू सुधार हुनेछन् र तपाईले आफूभन्दा ज्येष्ठ सदस्यहरूसँग मिलेर कार्य गरेको खण्डमा यो महिनामा अत्याधिक लाभ प्राप्त गर्न सक्नुहुनेछ मिथुन राशिले। र यो महिनामा तपाईले बृहस्पताय नमः ओम ब्रीम बृहस्पताय नमः बृहस्पतिको आराधना गर्नु होला। त्यसैगरी अर्को रहेको छ कर्कट राशि। घरेलु वातावरणमा कहीं कतै परिवर्तनको सम्भावना रहेको छ। सूर्य र मंगलले परिवारभित्रका कुरा संवेदनशील बनाउन सक्छ। अत्यन्तै ख्याल गर्नु होला। सामान्य कुरामा परिवारमा झै झगडा निम्त्याउन सक्ने सम्भावना पनि छ। यसलाई विशेष नजरअन्दाज नगर्नु होला। भूमि र घर सम्बन्धी योजना तपाईका सकारात्मक गति लिनेछन्। तपाईको लगानी यसपालि माटोमा, जग्गामा, घर जग्गामा लगाउनु भयो भने अत्यन्तै शुभ भएर जानेछ। विशेष गरेर
पारिवारिक सम्बन्धलाई ख्याल गर्नुभयो र तपाईले घर जग्गा सम्बन्धी कार्यलाई चाहिँ अगाडि बढाउनु भयो, भूमि सम्बन्धी कार्यलाई अगाडि बढाउनु भयो भने यो महिना अत्यन्तै शुभ रहेको छ। यो महिनाभरि तपाईले चन्द्रदेवको ओम चन्द्राय नमः चन्द्रदेवको चाहिँ आराधना गर्नुभयो भने अत्यन्तै शुभ हुनेछ। अर्को रहेको छ सिंह राशि, सञ्चार, अभिव्यक्ति, आत्मविश्वास बढेर जानेछ। अनावश्यक तर्क विवादबाट आफूलाई टाढा राख्नु होला। नयाँ प्रोजेक्ट सुरु गर्दै हुनुहुन्छ भने यो महिना तपाईको पक्षमा छ, अत्यन्तै शुभ रहेको छ। आत्मबल उच्च रहनेछ भनेदेखि यो महिनामा व्यापार बिजनेसबाट पनि तपाईलाई प्रशस्त लाभ प्राप्त गर्नुहुनेछ। सिंह राशिको लागि यो कार्तिक महिना अधिक शुभ रहेको छ। यो महिनामा तपाईले भगवान शिवजीको आराधना गर्नुहोला। ओम नमो शिवायको मन्त्र जाप गर्नुभयो भने अत्यन्तै शुभ हुनेछ। अर्को रहेको छ कन्या राशि, शुक्र ग्रह तपाईको राशिको उपस्थितिले प्रेममा अत्यन्तै शुभ हुनेछ। आकर्षण क्षमता बढेर जानेछ। आर्थिक पक्ष सुधार हुनेछ, तर खर्च बढ्ने सम्भावना प्रशस्तै रहनेछ। खर्चलाई नियन्त्रण गर्नुभयो भने तपाईको आम्दानी ब्यालेन्स गर्न सक्नुहुनेछ। यो महिनामा आफ्नो समय नियन्त्रित रूपमा चाहिँ तपाईले चाहिँ खर्च र समयलाई पनि नियन्त्रित रूपले प्रयोग गर्नुभयो भने अत्याधिक लाभदायी हुनेछ कन्या राशिको लागि। र यो महिनाभरि तपाईले शुक्रदेवको ओम शुक्राय नमः शुक्रदेवको आराधना गर्नु होला। हरेक दिन शुक्रदेवलाई सम्झिनु होला, अत्यन्तै शुभ भएर जानेछ। त्यसै गरेर रहेको छ अर्को राशि तुला राशि। सूर्य मंगल तपाईको लग्न भावमा हुँदाखेरि आत्मबल बढेर जानेछ, तर रोग र रिस राग घमण्डको चाहिँ के छ भन्दा योग रहेको छ। अत्यन्तै ख्याल गर्नु होला, आफूले सम्हाल्नु होला, सावधानीका साथ काम गर्नु होला। ठुल्ठुला अवसरहरू प्राप्त हुन सक्नेछन्, तर सोचेर विचार गरेर मात्र निर्णय गर्नु होला। व्यावसायिक प्रगतिको सम्भावना धेरै रहेको छ। सम्बन्ध र सुधारका सम्भावना प्रशस्तै रहेका छन्। यो महिनामा तपाईले आफ्नो घमण्ड अहंकारलाई त्यागेर अत्यन्तै ख्याल गरेर काम गर्नुभयो भने उन्नति प्रगतिको महिना रहेको छ तुला राशिको लागि। यो महिनामा तपाईले सूर्यदेवलाई चाहिँ आराधना गर्नुहोला, सूर्यदेवको मन्त्र जप गर्नुहोला। ओम सूर्याय नमः यो सूर्यदेवको मन्त्रले तपाईलाई अत्यन्तै शुभ गराउनेछ यो कार्तिक महिनाभरि तुला राशिको लागि। अर्को रहेको छ वृश्चिक राशि। बुधको प्रवेश तपाईको राशिमा हुँदैछ। यो महिनामा तपाईको सोच गहिरो बनाउनेछ। अतीतका कुराहरू, गुप्त योजनाहरू बाहिर आउन सक्छन्। आफ्ना योजनालाई अत्यन्तै ख्याल गर्नुहोला। अध्ययन, अनुसन्धान, आध्यात्मिक कार्यमा प्रगति, उन्नति हुनेछ। आम्दानी आयस्ताको क्षेत्रमा पनि तपाईलाई राम्रै छ, शुभ हुनेछ। विशेष गरेर आफ्ना आन्तरिक कुरालाई सम्हालेर राख्नु होला। शत्रुहरूसँग चाहिँ तपाईँ झुक्नु पर्ने छैन। उनीहरूले तपाईलाई कहीँ कतै दुःख दिन चाहे पनि उनीहरू असफल हुनेछन्। न्यायिक क्षेत्रमा तपाईको चाहिँ विजय प्राप्त गर्ने अवसर रहेको छ। यो महिनाभरि तपाईले भगवान विष्णुको तपाईले आराधना गर्नुहोला। ओम नमो भगवते वासुदेवाय नमका मन्त्रले चाहिँ आफूलाई सिंचित गराउनु होला, अत्यन्तै शुभ हुनेछ। त्यसै गरेर अर्को रहेको छ धनु राशि। मित्र सञ्जालको माध्यमबाट प्रशस्त सहयोग प्राप्त पाइनेछ। गुरुको दृष्टि तपाईको आन्तरिक शक्ति अवसरहरू प्रशस्त प्राप्त हुनेछ। गुरुको शक्तिले गर्दाखेरि यो समय तपाईको लागि शुभ रहेको छ। आशावादी रहनु होला, कर्म गर्नु होला, कर्म अनुसारको फल तपाईलाई प्रशस्त मिल्नेछ। यो महिनामा विशेष गरेर तपाईका चाहिँ मेहनत पसिनाको फलले तपाईलाई शुभ बनाउनेछ। यो महिनाभरि तपाईले गुरु बृहस्पतिलाई चाहिँ जाप गर्नु होला, गुरु बृहस्पतिको आराधना गर्नु होला। ओम ब्रीम बृहस्पताय नमः यो मन्त्रले तपाईले आफूलाई सिंचित गराउनु भयो भने यो महिना तपाईको पक्षमा छ, अत्यन्तै शुभ रहेको छ। त्यसै गरेर अर्को रहेको छ मकर राशि। शनि दशम भावमा कर्म क्षेत्रमा कडा परिश्रमको माग आएको छ। धेरै कर्म क्षेत्रमा धेरै परिश्रम गर्नुपर्ने छ। अवसरहरू ढिलो आउन सक्छ, तर विशुद्ध आउन सक्छ, शुद्ध आउन सक्छ, तपाईको पक्षमा आउन सक्छ। तपाईले प्राप्त गरेको अवसरलाई तपाईले क्यासमा परिवर्तन गर्न सक्नुहुनेछ। यो महिनामा स्थायी सफलताको सम्भावना प्रशस्तै छ।
धैर्य र अनुशासनले विशेष तपाईको लागि यो महिना अत्यन्तै राम्रो गराउनेछ र तपाईले यो महिनामा दीर्घकालीन लगानीमा हात लगाउनु भयो भने त्यसले तपाईको नाम निमित्त अत्यन्तै राम्रो गर्नेछ, अत्यन्तै शुभ गर्नेछ। यो महिनाभरि तपाईले शनिदेवको आराधना गर्नुहोला। ओम सम शनिश्चराय नमका मन्त्रले आफूलाई सिंचित गराउनुहोला, आफूलाई शुद्धता बनाउनुहोला। अत्यन्तै शुभ भएर जानेछ तपाईको निमित्त यो कार्तिक महिना। त्यसैगरी अर्को रहेको छ कुम्भ राशि। विदेशको लागि यो महिना तपाईको लागि अत्यन्तै शुभ रहेको छ। विदेशको ढोका खुलेको छ। वृश्चिक राशि बुध वृश्चिक राशिमा प्रवेश गर्दै गर्दाखेरि तपाईको लागि रहस्यमय एउटा चाहिँ अवसर प्राप्त हुने सम्भावना बढेको छ। आकर्षण क्षमता तपाईको निमित्त बढ्दै जानेछ। भक्ति भाव साधनामा तपाईको मन जानेछ। आध्यात्मिक क्षेत्रमा उन्नति प्रगति हुनेछ। भगवत्व प्राप्त हुने सम्भावना प्रशस्तै रहेको छ। यो महिनाभरि तपाईले विष्णु भगवानको आराधना गर्नुहोला। ओम नमो नारायणाय नमः का मन्त्रले आफूलाई शुद्धता प्रदान गर्नुहोला, आफूलाई सिंचित गर्नुहोला। अत्यन्तै शुभ रहेको छ। त्यसैगरी अर्को र अन्तिम राशि रहेको छ मीन राशि। अष्टम भावमा सूर्य मंगल रहँदै गर्दाखेरि संवेदनशील विषयहरूमा आफूलाई सम्हाल्नु होला। अत्यन्तै सतर्क रहनु होला। आर्थिक योजना बनाउँदाखेरि सावधानी पूर्वक आफूलाई सम्हालेर योजना बनाउनु होला। र कार्तिकको उत्तरार्धमा तपाईले सोचेको इच्छाएको कार्य सम्पन्न हुनेछ। अत्यन्तै शुभ हुनेछ। कार्तिकको उत्तरार्धमा अन्तिममा सुरुवाती चरणमा केही संघर्षका दिन देखा परे पनि अन्तिम चरण तपाईको लागि अत्यन्तै शुभ छ। यो महिनाभरि तपाईले दुर्गा भगवतीको आराधना गर्नुहोला। ओम दुर्गाय नमका मन्त्रले आफूलाई सिंचित गराउनु होला, आफूलाई शुद्धता प्राप्त गराउनु होला। यो तपाईको निमित्त अत्यन्तै राम्रो हुनेछ। कार्तिक महिना केवल परिवर्तनको समय मात्र नमान्नु होला। यो पुनर्जागरण आत्म साक्षात्कारको महिना पनि हो भनेर सोच्नु होला। ग्रहहरू तपाईको जीवनमा नयाँ दिशा ल्याउनेछन्। विश्वास संयम शुभ कार्य तपाईको लागि सबैभन्दा ठूलो ज्योति हुनेछ। जय दुर्गे। ओम नमो भगवते वासुदेवाय नमः। नारायण।